सिन्धुपाल्चोकको एक विद्यालयको कुरा गरौँ अब। मैले सबैभन्दा पहिला लिस्ट पाएँ सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका 6 मा पर्ने बनसागु भन्ने एउटा विद्यालयको। त्यहाँ व्यवस्थापन समितिका अध्यक्ष को छन् तपाईलाई थाहा छ? त्यहीका वडा अध्यक्ष रमेश श्रेष्ठले चलाइरहेका छन् व्यवस्थापन समितिका अध्यक्ष। उनी नेपाली कांग्रेसबाट वडा अध्यक्ष जितेका हुन्। अनि त्यहाँ प्रधानाध्यापक प्रेम प्रसाद पराजुली छन्। अहिले केही समय अगाडि मात्रै प्रधानाध्यापक भएका हुन् उनी। र उनीहरूले चलाइरहेको यो विद्यालयमा 8 जना विद्यार्थीले परीक्षा दिएकोमा 8 जना सुन्ने अवस्थाको नतिजा आएको छ। यो कति लाजमर्दो कुरा छ। यहाँ व्यवस्थापन समितिका अध्यक्ष कांग्रेसबाट वडा अध्यक्ष जितेका भएपछि प्रधानाध्यापक पनि पक्कै कांग्रेस समर्थक नै हुनुपर्छ। अनि यो नतिजा कसरी आयो? यो लाज लाग्नुपर्ने विषय हैन। एउटा वडा अध्यक्षले चलाएको व्यवस्थापन समिति त्यो स्कुल कसरी यो अवस्थामा पुग्यो? अनि त्यहाँका शिक्षक शिक्षिकाको हैसियत के रह्यो? अब तपाईहरुले के पढाउनु भयो? सरकारी काम कहिले जाला घाम जस्तो मात्रै भयो जस्तो लाग्यो हामीलाई। मलाई मात्र हैन, सारा नेपालीहरुले हेरिरहेका छन् यो भिडियो। भाइरल भएर के सिन्धुपाल्चोक आज स्कुल जुन अवस्थामा हुन पर्ने थियो त्यहाँ सेवा सुविधा सरकारले के सेवा सुविधा तपाईहरुलाई पुगेन भने भन्नुहोस्। अनि त्यहाँ बस कुइएर गएको छ, बस किन्ने भनेको छ कुइएर गएको छ। शिक्षाको अवस्था त्यो छ लाजमर्दो। अनि यसमा शैक्षिक क्षेत्रमा राजनीतिकरण कहिलेसम्म राजनीति गरेर गरिबका सोझा जनताको छोराछोरीको भविष्य बर्बाद गर्ने? एकजनासम्म पास गराउन नसक्ने भनेपछि लाजमर्दो हुँदैन यो? यो देशभरि मेसेज के जान्छ? अनि नैतिकताको आधारमा अब तपाईहरु त्यो स्कुलबाट बस्न मिल्ला त्यहाँ? अनि तपाईहरुले यो जुन अवस्था आयो नतिजाको त्यस विषयमा अब के भन्नुहुन्छ होला? कुन मुखले भन्नुहुन्छ होला? यो प्रश्न छ तपाईहरुलाई। तपाईहरुको छोराछोरी त महँगा बोर्डिङ स्कुलहरुमा पनि पढ्नुहुन्छ होला, कतिको त त्यही पढ्नुहुन्छ होला। अनि ती गरिबका छोराछोरी जसले त्यहाँ प्राइभेट स्कुलमा त्यहाँ नजिकका बोर्डिङ स्कुलहरुमा फी तिर्न सकिरहेका छैनन्, त्यस्ताहरु त्यहाँ पढ्ने गर्छन्। अनि तिनीहरुको भविष्य बर्बाद गर्दिने होला। यहाँ अभिभावकको पनि दोष होला, विद्यार्थीको पनि दोष होला। तर त्यो भन्दैमा सबैभन्दा बढी समय विद्यार्थीले कहाँ बिताइरहेका हुन्छन्? त्यही विद्यालयमा हैन? त्यहाँ कोचिङ क्लास पढाइन्छ होला एससी आउन लागिसके पछाडि। अनि त्यहाँ बिहान 9 बजेदेखि बेलुका 4 बजे 5 बजेसम्म त विद्यालयमा बिताइरहेका हुन्छन् बालबच्चाले। राति त सुति नै हाल्छन्, फेरि बिहान उठ्यो खानासाना खाइ विद्यालय जाने बेला हुन्छ। अनि धेरै समय बिताउने ठाउँ तपाईहरुले कुन अवस्थामा पुर्याउनु भयो? यो विद्यालय के कारणले पुर्याउनु भयो? तलब पुगेन? सरकारले दिएको छ। आज तलब पुगेन भन्नुहुन्छ भने प्राइभेट विद्यालयका हेर्नुस् त तलब 10,000 12,000 मा काम गरिरहेका छन्, तैपनि 100% नतिजा आइरहेको छ। यो हुँदै गर्दा नैतिकताको आधारमा तपाईहरुले अब पढाउन चाहिँ यो नैतिकताले दिन्छ जस्तो मलाई लाग्दैन। फेरि पनि शिक्षक हुँ म, फेरि पनि पढाएर बस्छु भन्न चाहिँ कोही नैतिकताको आधारमा यदि नैतिकता छ भने चाहिँ त्यसरी नबसिदिनु होला, लाज हुन्छ। अब अनि वडा अध्यक्षज्यू रमेश श्रेष्ठज्यू कति समय बर्बाद गर्नुहुन्छ? तपाई एउटा वडाको अभिभावक भएर ती गरिबका छोराछोरी तपाईलाई जसले भोट हाले तिनका बालबच्चाको भविष्य कति समय बर्बाद गर्नुहुन्छ? तपाईलाई पनि लाज हुनुपर्ने हो। हेर्नुस् त लाजमर्दो के आएको छ नतिजा। तपाई वडा अध्यक्ष, तपाई व्यवस्थापन समितिको अध्यक्ष तपाईले चलाइरहनु भएको छ। अनि यो कुरामा अब कसरी चाहिँ क्लियरिफाई गर्नुहुन्छ जनतालाई? कसरी चाहिँ यो कुरामा माफी माग्नुहुन्छ?
यहाँका सम्पूर्ण शिक्षक शिक्षिकाहरूले के आधारमा जनतालाई के भन्नुहुन्छ र त्यहाँको अभिभावकलाई के भन्नुहुन्छ यो भिडियोलाई धेरै भन्दा धेरै शेयर गरिदिनुस्। बलेफी गाउँपालिका वडा नम्बर 6 मा पर्ने बनसागु माध्यमिक विद्यालय शून्य नतिजा। 8 जनाले परीक्षा दिए, 8 जना फेल। लाजा मर्दो नतिजा। सिन्धुपाल्चोकको अर्को पनि छ, म फेरि अर्को भिडियोमा भन्ने छु।